हेर्नु त त्यहाँ त कुहिएर फाले के सबै कसकोमा त्यो हामी नगरपालिका यतापट्टि त्यो बाटोमा पोतेना छ नि तिनीहरूले यस्तै 7-8 वटामा बनाएको थियो सबै कुहिएर फाले म त भन्छ यस्तो लाग्छ पनि यस्तै जस्तो लाग्छ यो काटेर खै यसले सबै एमपीले यस्तो काटेर फगमा पारेर ढाक्यो अनि ज्यादा खोल्दैन अहिले खोल्यो यो काटिसकेको छु उनीहरूले बाहिरको थोरै हावा दिनु पर्यो यति साह्रै हो तपाईँ तालिम लिनुभएको है खोलिदिने अब यो काटे जान्नु त्यति राम्रो ढुसी आएको छैन होइन त्यति राम्रो ढुसी आएको छैन होइन यहाँ पनि यस्तो हेर्नुहोस् यस्तो एक आवर्ष जोडिएर यस्तो हुनुपर्ने हो यसो ठिक छ यसो छैन काटिदिन्छु धेरै दिन भइसक्यो 12-15 दिन पनि बढी भइसक्यो 12-15 दिन तपाईँले कहिले भन्दैछ हाम्रो त्यो बिउ बाँड्ने बेला हजुरले बिउ बाँड्नु भएको थियो नि त्यति लगाउँदै राख्यो बिउ बाँडेको कहिले हेरेर राखेको बिउ बाँडेको कति पछि राख्नु बिउ बाँडेको 3-4 दिन गर्दा त्यो त 24-25 दिन भइसक्यो ना भएन कि 24-25 त 24-25 भएन के कहिले हुनुहुन्छ नि हामीलाई ढिलै हो कि ल्याएको सुन अहिले अस्ति भर्खर राखेको हो के तपाईँ वहाँ जानुभएको थियो नि वहाँ नै दाङ त्यति बेला 23 गते हाल्यो त्यसपछि हामी 26 गते गएको कहाँ छिटो साँच्चै हो के भर्खर राखेको म जान्दैन हो धेरै त भएको छैन 29 गते हामी त 26 गते गएको सुन्नु 29 गते हामी उता म फिल्डबाट आएँ होइन आएको 29 गते हुनुहुन्छ कि आज फेरि अर्को 29 गते आउनु थाल्यो त्यही त धेरै दिन भइसक्यो उजाकै भएन होला भन्छ खै होइन होइन बढी भइसक्यो त्यसो भए धेरै भइसक्यो कि यो 15-20 दिन त भयो 15-20 दिनमा चाहिँ 1 महिना भइसक्यो त्यसो भए होइन वहाँ आउनुहुँदैन बिलेट छैन बिएड छ ले जान्नु अन्त जानु 15-20 दिन त भएको जस्तो लाग्छ ल 12-15 दिन चाहिँ भयो है हामी त 26 गते गएको भयो होला पनि वंशले मिस भयो कि अस्ति कहिले पालो भन्थ्यो त्यसले भयो है मिस भएर मैले राख्दै नभन्नु भन्थेँ नि हो यसरी खोपिदिन्थ्यो कि यसले पट पट पारेर हेर्नु न यसरी ठिक छ त्यो पनि अहिले 3 देखि 4 दिनमा खानु भइहाल्छ यो ओ अब त खानु पाएँ मेरो कोठा एउटा मेरो भनेको छु कोठामा एउटा मेरो तिम्रो एउटा दुईटा तपाईँ कोठामा हाल्ने बुक मात्रै हाल्नुहोस् हाल्ने दुईटी मसलामा खाँदै हाल्यो यस्तो राम्रो भएको छ किन नहुने अब 2-3 दिन मात्रै खाने भइहाल्छ नयाँ वर्ष खाने हो तर यो राम्रो भएको छ है यो यताको खासमा पनि यस्तो हो कि ढुसी यस्तो एकासँग जोडिन्छ यस्तो हात देखाएर राम्रो छ अनि यस्तो चाहिँ बिउ र युवा भुटमा आउँछ भैमा राखिदिने यत्तिकै त्यो एउटा काठको टुक्रा ल्याएर काठको टुक्रा मात्र राख्नु झन् ल्याएर चाहिँ काठको टुक्रा राखेर मैले अहिले काठको झ्याउनु किनेन यही छ त पटरा हो त्यो पटरामा राख्नु यहाँ यता राख्नु खोइ यहाँ दिनु त त्यो राम्रो भएको छ यिनीहरू ठिकै बिग्रिएछ कि अलिक तपाईँले काम गर्दैछ है राम्रो भएको छ राम्रो अनि यो भुइँमा हल्का हल्का पानी बलेर भुजिन्छ हल्का हल्का हाल्ने माथिबाट झ्याल खोल्दैन अँधेर बनाउँछ त यहाँबाट अगाडि हो ढुसी आउनको लागि अब त्यो आउनका लागि थोरै चाहियो यसो हावा पानी चाहियो ढोका त खोलेर